सबै कुराहरू डिसिजन लगेर गर्नुपर्छ अहिले के हतार छ एक्जाम के लागेछ अनि मलाई तिमीले यस्तो गर्न ठिक होइन क्या मलाई त राम्रो लाग्छ के गरौँ के झन् घरै आइगयो के गर्दै होइन दिमाग के घर आयो भने चाहिँ किन कुरा गर्नु पर्यो बोलाइबाट घर आएको पनि नहुन्छ र पहिलो केही गरिरहेको त बिना काम गर्ने बोलाएर त्यो त तान्ने नगरिदिन्छ घर आइदा त भइगयो घर त आइगे मान्छे पनि कोठामा चाहिँ यस्तो क्या देख्न त्यो मान्छेलाई बरु पठाउनु परेन किन बोलाउनु हो किन त कुरा त्यो मान्छे आएको त अब बरु साइडमा गएर भाइ कल्पना मैले जो भनेको छु त्यो काम गरेर त्यसले jaar यस्तो गरेर नगरेर किन अब झन् तपाईँहरू अनि त्यसपछि घरबेटीहरूलाई नि थाहा भएको घरबेटी दिदीहरूलाई त हामीलाई भयो केही छैन हामी दुईजना हामी समेत हामी यस्तैमा समेत तिमी सक्छौ भने बरु यसलाई यस्तै क्यान्सल गरेर भाइ प्लिज तिम्रो लागि पनि अब समय गर्ने भ्यानी पछि गरेर केही हतार छैन को मान्छ कस्तो तर मलाई त दाम मन परिरहेको छैन कस्तो के भन्ने गर्ने टेन्सन भएको छ बिहान दाइलाई फोन गरेर लाग्दै थिएँ चौरातिर थिएँ बुटोन अनि क्यामेरा अन गरिदिए मैले तिमीलाई क्या भने कल्पना तिम्रो कुरा बुझ्छु म पनि बिहे गर्ने छैन हतारको डिसिजन गर्नुहुन्न कहिल्यै पनि जिन्दगी लामो काट्नु एउटा घरमा कोही बुझेन त्यो पनि घरै आयो त्यसरी गर्ने होइन क्या बिहे भन्ने कुरा आफ्नो बरु त्यस्तो तिमीलाई दुःख परेको छ भने आफ्नो बरु तिमी अनलाइनबाट छुट्टी बस्छ बरु दुःख पर्छ आफ्नो आमा आउनु दिदी बहिनी बस्नु अनि सबै बसौला बरु मागिन लग्ने त्यो ठिक हो क्या त्यो मान्छेलाई जसरी हुन्छ त्यहाँबाट निकाली पठाइदियो हामीले भन्छ जानु परेन के जानु परेन भन्छ को त पुरा गरेर त्यस्तोहरू बोल्छ अर्का जिन्दगीमा खेलाड गर्नुहुन्छ पठाइदियो अर्का कस्तो जानु परेन भन्छ त तँ पनि आएर बोलाएको मलाई रिस घरमा घरमा हात लाग्यो दिमाग खराब लाग्यो मन त यस्तो हिसाबसँग भएन अनि म त हिसाबसँग दिउँ किन फोन गरिनु भने राति पनि मोबाइल मैले राति फोन गरेको थिएँ दाइसँग कुरा भयो फेसबुकबाटै चिनजान भयो हो क्या अनि त्यसै मैले यता सुन न म त्यो त भन्छ म सब कुरा बुझ्छु नि म पनि त्यस्तो अनपढ छैन अब त्यो मान्छे यता सुन भने अहिले हालमै बिहे गर्नु ठिक छैन क्या तँ सोच्न याद पहिला फेरि यति काम गर अरे बरु माया छ तिमी दुईवटा ठाउँमा आफ्नो आफ्नो ठाउँमा छ तर बरु ठिक छ तिमी बुझ्छ भने टाढै रहेछ कसलाई थाहा छ भने कसैलाई थाहा छ घरबेटीले भनिदिन्छ उनीहरूलाई भन्दैन हामी भन्दैन जे भएन हामी गुप्त राख्छौँ पछि तिमीलाई समस्या परेर हेरौँला बरु त्यो आफ्नो ठाउँमा छ तर अहिले इक्जाम आउनु लागेको छ त्यो छोरीको बोली कतै मिठो टोक्ने मलाई यो त काम नगरे आएर अहिले प्लिज नानी सधैँ रुन्थ्यो त्यो मान्छे देख्ने कता हो कहाँ छन् तिमीलाई बोलाएको छैन अब कस्तो सम्झायो सिरियसली कुरा गरौँ अहिले कोही पनि छैन अनि के भन्छन् सबै जिन्दगी काट्नु लामो हुन्छ अहिले तिम्रो इक्जाम आउँछ डिभोर्स भइहाल्छ पछि चाहिँ बदनाम हुने हो क्या नाम कमाउने हो क्या बदनाम कमाउने नि टोल माया त्यो मान्छेको 30 साल हुन्छ माया बस्नु मर जान्छ होला नगर्छ भने आउने आउँछ र ठिकै छ आफ्नो पोजिसन कुरा पछि तिमीलाई सासु ससुराले पनि पैसा खाइकन गए अनि देवरले पैसा खाइगयो भने दुनियाँले बदनाम मात्रै हुन्छ तिनीहरूको पैसा म त यहीँ खातामै छन् एटिएमको पिन थाहा अनलाइन आउँछ निकाल्छ लग्छ त्यो जति थियो त्यहीँ छन् निकाल्छन् निकाल्छन् तर त्यो काम चाहिँ नगरे आफूले म क्या भन्छु यति पनि आउन इक्जाम गरेर आएर इक्जाम तिमीलाई टेन्सन छैन बुझ्छु सब बुझेछु तिम्रो मनमा तर अहिले हालै इक्जाम आउन लाग्यो यो डिसिजन नगर क्या तुफान दाइले क्या भन्नुहुन्छ त मलाई दाइले क्या भन्नुहुन्छ र हाँस्नुहुन्छ एकदम विश्वास गरिसकेको छैन होइन त्यो मान्छेलाई दुईजना सिरियसली कुरा गरिदिन्छौँ तिम्रो लाइफको कुरा तर बिहा गरौँला केही छैन आउनुहुन्छ क्या त्यहाँ हुन्छ मरिजान्छौँ गइजान्छौँ भन्ने मान्छे धेरै हुन्छन् कल्पना तिम्रो लागि थाहा पायो भने डुनेको अहिले एउटा बुद्धि पनि त्यस्तै बेला आउँछ माया बस्छ एकअर्कामा बोल्दा बोल्दै माया बस्ने नबस्ने होइन
तर यस्तो बिहेको डिसिजन गर्न सिधै ठिक होइन नि त कति बुझाएर क्या भन्नु त्यसलाई बोला कि रामजी कुरा गर्छ एका ठाउँमा डिप्रेसनमा गयो या सम्झाइदिनु न दाइ दिदीलाई छिटो मलाई पैसा हालिदिनु अरू केही थाहा छैन 10,000 जति अनलाइनले यति दुःख दियो देख्नु छैन दुःख यता सुन दुःख दियो त के भयो त दुःख दिएछ त्यो नहेर क्या तिम्रो हात खुट्टासम्म पराइ गरेछ तिमीले के हुन्छ पैसा मिल्छ तिमीलाई यति भन्नु क्या मलाई 10,000 रुपियाँ हालिदिनुहुन्छ कि त्यो डाइरेक्ट कुरा गर्नु पैसा दाइलाई सेलेरी दियो हालिदिनु न पैसा हाल्ने कुरा होइन कि कस्ता कुरा गर्छ दाइलाई सोध्नु छिटो हालिदिनुहुन्छ कि नै भन्नु मजालाई भन्छु क्या तैँले अहिले भन्नु न अहिले भन्नु अहिले हुँदैन त पगार आउनु दियो न त अहिले आज पैसामा विश्वास आफ्नो हातमा नहुने के छ भने आज हालिदिन्छु भने अहिले पैसा सेलेरी नदिए चाहिँ क्या विश्वासघात हुन्न रोक्नु परेन मेरो माया मान्नुहुन्न माया कसले मान्दैन त्यही भए हालिदिउँला सेलेरी मान्दियो तर यो काम नगरे आएर प्लिज क्या खै चाहिँ मान्छ राम्रै लाग्छ निन्द्रा लाग्छ रात पुरै नसुते चेतनीहरूसँग बोल्ने पल्लिने पढाइ गर्नु छैन किन फाल्टोमा खाप्चेर म कस्तो यसरी हात नहुने लाग्छ म यस्तो रिसरी आएको चल्नु पनि मलाई कति राम्रो लागेको छैन के मर्नु पर्ने आवश्यक छैन मान्छे कस्ता कस्ता माया भयो आउनु त्यो मान्छेलाई बोलाऊ छिटो छिटो बोलाऊ कस्तो समय म केही भन्दिनँ राम्रै कुरा गरिदिन्छु दाइले गाल गर्नुभयो भने गर्नुहुन्न क्या अरे कस्तो कुरा कल्पना तिमी विश्वास गर न तिमी हामी त्यस्तो दुईजना राम्रो छन् हामी सम्झाएर तिम्रो साहेबको कुरा क्या पहिला बरु दाइले आज मेरो सपोर्ट गर्नुहुन्थ्यो आजभोलि चाहिँ अनलाइनसँग घनिष्ठ छ दाइको अरे बुझ्नुहुन्छ तिम्रो पनि अहिले केही तिमीलाई बोल्नु न तिमीलाई बोलाऊ त सही अरे तिमी भुइँमा मान्छे होइन गइजाने हो त छिटै त्यसैसित त गइजान्छु अनि यहाँ परीक्षा दिन आयो होला नानीलाई लगिन जान्छु अब आज गएपछि चैत आज कति गते 18 जाने लाग्यो त्यसरी जाऊ गइजाऊ त खाप्चेर त धेरै राम्रो पैसा आलो कि करोडपति भ्याउने के भयो त बोलाऊ कति मान्छेलाई दाइसँग भनिन् मलाई आफ्नो पर्सनलको लागि के त्योसँग होला अब नहोला त्यसलाई नदेला त्यो आफ्नो ठाउँमा छ तर आफूसँग 8-10 हजार हातमा भयो भने चाहिँ आफ्नो खर्च हुन्छ हालिदिनु 10,000 रुपियाँ यता सुन न त्यो मान्छे बोला हामी दुईजना झगडा गरिदिनु सिरियसली कुरा गरिदिन्छौँ त्यसलाई छिटो घरबाट निकालिदिउँ चिताउनु त खाइदिउँ छोरीलाई ल्याइकन घरमा गएर मुरा गर्छ दाइ कहिले हालिदिने पैसा खै देखाउनु त दाइलाई आज 1 तारिक अप्रिल फुल मनाउने हो लाटी पुरै मान्छे रुने जस्तो सिरियस क्या गरे अप्रिल फुल मनाउन कस्तो मलाई त राम्रै लागेन मैले दाइलाई बिहानै कुरा गरेँ दाइले अझ त्यही होइन र तपाईँले सुनेल्नु भयो कि हुने थिएँ पछि दाइ तपाईँले दाइले त थाहा पाल्नुभयो त्यो म अघि नै हाँसेँ बेला थाहा पाल्नुभयो निर्मललाई डिप्रेसनमा गयो कि भनेर म अब भन्छु भने हाँसेँ फेरि अझै सिरियस गर्नु त त्यति हाँसिसकेपछि नि अनि त्यही फेरि भनिनँ कस्तो बिचार मेरो प्यारी दिदी त्यस्तो कहाँ गर्दा म त्यस्तो गर्ने भन्ने मान्नु मान्दैन एउटा कुरामा त्यस्तो विश्वासै लाग्यो नि त्यही त फोन गरेर दाइले के भन्छ फोन गरेर बिहा गरेर कल्पना भन्नुहुन्छ
उसले छोरी बिहा गर्थ्यो भने बाहेश्वर भने त्यस्तै कुरा म कहाँबाट घर ल्याए त काट्छु नि काट्छु मलाई त साँच्चै विश्वास गर्दैछ